हाम्रो बुहारीको स्वास्थ्य पनि अलिकति सुधार आयो खुसी लाग्यो अझै पनि छिटो स्वास्थ्य सुधार होस् भन्ने हाम्रो जति पनि सङ्कलन गरेर सानो सहयोग दिएर त्यो पैसा चाहिँ म सहयोग चाहिँ बुहारीलाई हस्तान्तरण गर्नको लागि म गइरहेको छु। बुहारी कान्छाको बुहारीलाई हाम्रो चाहिँ यो गाउँ सभाबाट हो। जम्मा रकम चाहिँ हामीले 1,63,270 राखेको छौँ। अब यहाँ अरू चाहिँ हामीले बाँकी कान्छाको खातामा लगाइदिएको छौँ। अनि हिजोको पनि होला गीता बाबुले दिएको होइन। अनि यो गाउँबाट लिएको 35,000 पनि यहीँ छ होइन। गर्दाखेरि हामीले यो रकम एकमुष्ट बनाएर दिएको छौँ। अब आउने पनि फुर्तर आउनेहरूलाई पनि हामीले दाजुभाइबाट आएको खण्ड फेरि हामी यहाँ आएर कान्छालाई अथवा क्युआर गर्नेछौँ अथवा बुहारीलाई नै हामीले बिरामीलाई नै हातमा लगाइदिनेछौँ। केही भन्नु ल सबै अब हाम्रो यो चाहिँ अब एउटा गाउँ समाजलाई अब हामीलाई साह्रो गाह्रो पर्दाखेरि नै हामीले सहयोग अब सम्पूर्ण हाम्रो वंशहरूले चाहिँ हामीलाई सहयोग गर्नुभएको छ। उहाँहरूलाई धेरै धेरै धन्यवाद हाम्रो तर्फबाट पनि वंशबाट हाम्रो कार्यक्रम वंशको तर्फबाट पनि उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अझै पनि हामी सहयोगको अपेक्षा गरिरहेको हाम्रो सन्तानमा जति पनि जोडिनु भएको छ उहाँहरू चाहिँ अझै पनि जोडिएर जानु होला भन्न चाहन्छु। अब हाम्रो बुहारी होइन उहाँहरूको एउटा स्वास्थ्य आधार होइन अलिक अत्यन्तै नाजुक स्थिति देखिएको छ। अब उहाँको किडनीको समस्या नै जति पनि हाम्रो वंशहरू चाहिँ अब जोडिएका छन् अथवा हाम्रो शुभेच्छुकहरू होइन उहाँहरूले चाहिँ अब केही अलिकति सहयोग लिएर आज आइरहेका छौँ। अब अझै पनि हाम्रो वंशहरू अथवा हाम्रो भनौँ न शुभचिन्तकहरूले चाहिँ त्यही सहयोग अझै पनि गरिदिनु हुन पनि म एउटा अनुरोध गर्दछु। र त्यो खण्डमा हाम्रो यसरी नै सहयोग दिएर शीघ्र सुधारको कामना गर्दछौँ। अब होइन चाँडै निस्किनुहोस् यही भन्न चाहन्छु। अब त के राख्नु हामीले चाहिँ अब बिरामीको लागि आत्मबलको लागि पनि अझै बल होस् बुहारीलाई भन्ने खातिरले पनि हामी सबै वंशहरू जोडिएर हामीले यसरी सहयोग गरिरहेका छौँ। बुहारी सानो मन नगर्नु हुँदा अझै यो यस्तो रोगसँग चाहिँ म लडेर समाजको लागि केही म गर्छु भन्ने भावनाले तपाईँको छिटो रिकभर भएर आउनुलाई हामी रमाइलो भेटघाट गरौँ है बुहारी। हस् धन्यवाद दाजु। हस् हस्।